Hello everyone, welcome back to my channel. And आज चाहिँ म गोल्डन पार्कमा छु। अनि घरपछि हजुरहरूलाई स्वागत छ मेरो च्यानलमा। आज चाहिँ म रेकर्ड गर्दैछु है। कस्तो राम्रो फुलहरू फुलिरहेको छ। आमालाई चाहिँ वकमा लिएर आएको म गोल्डन पार्कमा सो वान राउन्ड घुमेर जाउँ भनेर फुलेको रहेछ। यो राम्रो छ नि कुसुमे हैन यो मेरोमा आइसक्रिम खानु पनि भित्र राम्रो उठ्यो भने राम्रो त्यो त के पो भन्छ भाले पुगेको हो नि ल आउनुपर्छ ल किन अनि डुब्नु त नि ऊ हेर्नु मान्छेहरू डुबिरहेको देख्नु भयो स्विमिङ पुल छ पैसा तिर्नुपर्छ पैसा तिर्नुपर्छ चाहिँ गोल्डन पार्कको मेन पोइन्ट चाहिँ अस्ति आएको हामीले फोटो खिचेको होइन अस्ति यहाँनिर को हाल्यौँ हामी मात्रै होइन कान्छी अनि निकिता आमा म आएको होला सासा पनि थियो नि अनि यहाँ पर गएको होइन अनि आइसक्रिम किन्नु मैले चाहिँ एउटा मक्के एउटा चाहिँ नर्मल वान किनेको आइसक्रिम तल बस्नु भएको थियो पहिला पाखाम्रो नङ मगाउँछु कस्तो दामी देखिँदो रहेछ सुनको बिल्डिङ आमा अलिअलि लानुपर्छ कि के हो सुनको बिल्डिङ अलिअलि लानुपर्छ कि के हो सुनको बिल्डिङ क्या अलिअलि उकाएर लानुपर्छ कि भनेको नि कसरी लानु आयो के साह्रो चलेको आमा मलाई त उडाउनु खोज्दैछ त सेन्ट्रल पार्कको छ बिल्डिङहरू एकदमै सुन्दर रहेको छ त्यता काम गर्छु पारी उयो अल्गो घरको छेउ त्यो पारी हो त्यति टाढो नदी नागेर जान्छ हो नि ट्रेनबाट जानुपर्छ नि हामी चाहिँ यो डल्फिन भएको ठाउँमा आएको कोलम पाएको हेलो गाइज अनि यो चाहिँ सेम डेको भिडियो हो अनि आफ्टरनुन 5 PM को होइन अनि म चाहिँ भिडियो बनाउँछु भनेर सोचिरहेको थिएँ तर एकदमै मेरो चाहिँ बस जाम भएकोले म चाहिँ अन टाइम आउन सकिनँ सो एकदमै रस कुदेर आइपुगेको थिएँ ट्रेनबाट सो भिडियो रेकर्ड गर्नु मैले सकिनँ भिडियो बनाउन सकिनँ मैले चाहिँ निनीको लागि सरप्राइज क्रुज बुक गरेको थिएँ र निनीलाई सरप्राइज दिन्छु भनेर तर मैले लेट भएकोले निनी चाहिँ अलरेडी आउनु भएको थियो अनि त्यही भएर निनीले सरप्राइज त थाहा पाइहाल्नुभयो सो हामी फुपू भदिनी यहाँ भेटेको छौँ अब हामी चाहिँ क्रुज ट्रिप जाँदैछौँ है भेट्दैन यति कुदे आज सो हामी चाहिँ जाँदैछौँ बसेको म आज पैसा खेरो जाने रहेछ कि म त आज छुट छ होला पोट जस्तो लागेको थियो तर पनि हामी आइसक्यौँ सो हामी चाहिँ ओरिएन्टल क्रुज एक्सप्लोर गर्दैछौँ लेट्स गो है त कस्तो लाग्दैछ नि गर्नु अब विदेशमा जान पाइँदैन हङकङकै एक राउन्ड लाएर आउनुपर्छ
Oh, wearing the black है black सेम कस्तो हो त हामी चाहिँ ठुलो क्रुजमा इन्टर गर्दैछौँ नि क्या शीतल भयो खतरा है राम्रो म चाहिँ यस्तै असिन पसिन्छु है म चाहिँ तिमीलाई गएर तिमीलाई खिच्दिन्छु नि हुन्छ हुन्छ हिँड्न न वाउ नाइस हाम्रो चाहिँ झ्यालको सिट है सो ओरिएन्टल क्रुजको चाहिँ यस्तो खतरा बबाल छ अनि हामी चाहिँ यहाँ छौँ हामीले ड्रिङ्क अर्डर गरेको छौँ आज चाहिँ सो ड्रिङ्क खानेको है विदेशमा होइन आज चाहिँ मेरो मी टाइम हो नि त सो फाइनली हाम्रो बोट चाहिँ मुभ भयो है हामी चाहिँ विन्टर सिटमा हामी चाहिँ हार्बर क्रुज ओरिएन्टल हार्बर क्रुजमा छौँ अनि उयो वान चाहिँ आइपुग्यो जस्तो लाग्यो उयो हेर्दा नि यता हेर्नु वान चाहिँ हो फेरि यता हो वान चाहिँ ए वान चाहिँ यता स्ट्रबेरी हो त स्ट्रबेरी हाम्रो निनी चाहिँ इन्जोय गर्दै हुनुहुन्छ हाम्रो यस्तो अब लाइभ म्युजिकको लागि रेडी हुँदैछ मैले चाहिँ यो टाइम चाहिँ किन चुज गरेँ भने चाहिँ अहिले चाहिँ ठिक्क सनसेटको टाइम हो तर आज वेदर एकदम राम्रो छैन पानी पर्दैछ सो सनसेट नदेखेको हो 5:10 को भनेको त सनसेट हुने बेला हो आफ्टर दिस वान चुज गर्दा पनि हुन्थ्यो होला हुनु चाहिँ अलिक लेट हुन्छ जस्तो लागेर म चाहिँ खासमा सनसेट हेर्नुलाई मैले यो ओरिएन्टल चाहिँ बुक गरेको हाम्रो निनीको लागि तर मैले पुरै बोटै बुक गरेको होइन आम्बो है यतिको भदैनी चाहिँ हुनुपर्छ है लाइफमा निनीको लागि मैले पुरै क्रुज बुक गरिरहेछु Trust, yeah. No, I don't wanna waste what's left. And on we'll go through the wastelands, through the highways, till my shadow turns to sun rays. And on we'll go through the wastelands, through the highways. And on. बोटले हल्लायो बोटले हल्लाको कि यसले हल्लाको बोटले पनि हल्लाको यसले पनि हल्लाको यसरी चाहिँ कहिले कहिले चाहिँ टाइम स्पेन्ड गर्नुपर्छ है ककटेलले हल्लाको हो कि बोटले हल्लाको अलिक हल्लेको जस्तो फिल भइरहेछ दामी चाहिँ दामी रहेछ है रिफ्रेसिङ कस्तो लाग्यो नि आजको ट्रिप आज मलाई एकदम सरप्राइज छोटो मिठो ट्रिप छोटो मिठो भन्दाखेरि कस्तो मजा भइरहेछ साँच्चै नै मलाई आज चाहिँ मजा भइरहेछ हौ मजा भयो निनीलाई सरप्राइज ट्रिप ल्याएको अनि बोटमा सो वी आर इन्जोइङ इट है इन्जोय गर्दैछौँ खासै सल्लाह त गरेको होइन तर पनि ब्ल्याक सर्ट भएछ है एउटै सेम भएछ छोटो ब्ल्याक त्यस्तो सोचेरै लगाएको त होइन तर पनि विचारहरू मिलेपछि ड्रेस पनि मिल्ने रहेछ हामी चाहिँ झरेको डेकबाट यता माथिबाट झरेको कहाँ के भएको यस्तो भयो त तिम्रो छाता ओढेर पनि जानु पाइने रहेछ आज चाहिँ रमाइलो भयो चिल भयो अनि एकदमै एफोर्डेबल पनि छ त्यति महँगो पनि छैन तपाईँहरू हाम्रो देखेर तपाईँहरू पनि आउनु होला कति हामी मात्रै घुम्नु त्यही त है तर मलाई चाहिँ आज चाहिँ साह्रो साँच्ची नै लास्ट मजा भयो सरप्राइज गिफ्ट प्लान गरेको निनीलाई भन्नै पर्यो एकैचोटि चढाउनु पर्यो भनेको त कस्तो मैले लेट भइदिएन क्या
तिमी अन्त है मैले पो टिकट लिइराख्नु परेको के अनि म नभन्नु पर्यो भनेर सोचेको जस्तो केही हुँदैन भनेको चाहिँ यही हो सोचेको जस्तो केही हुँदैन अनि यहाँनिर भिडियो बनाउनु पर्छ नि हामीलाई चाहिँ हार्बर क्रुजले यो गिफ्ट दिएको छ है सो क्युट ओ माय गुडनेस क्युट वान सो आजको हाम्रो एक्सपिरियन्स चाहिँ यसरी राखेर बोल्नु आजको हाम्रो ओभरअल एक्सपिरियन्स चाहिँ एकदमै राम्रो भयो एकदमै मजा भयो होइन अब हामी चाहिँ अलमोस्ट हाम्रो टाइम चाहिँ पुग्यो होइन अब हामी चाहिँ निस्किँदैछौँ आज ह्याप्पी आवर चाहिँ एकदमै ह्याप्पी र राम्रो भयो अनि हामीलाई हार्बर क्रुजले चिनोको रूपमा यो डल पनि देख्यो क्युट वान अनि सो सी यू इन नेक्स्ट भिडियो टिल देन बाई बाई स्टे सेफ स्टे ह्याप्पी अनि डु सब्सक्राइब बाई बाई